एनपिएल सिजन 2 को फेभरले देशलाई छोपेको छ। सबैजना लाइभ म्याच हेर्न हतारमा छन्, तर केही मानिसहरू तपाईको यो हतारको फाइदा उठाइरहेका छन्। यदि तपाईले एनपिएललाई फ्री भन्दै एपीके फाइल कतिबाट डाउनलोड गरिरहनु भएको छ, क्रोमबाट किरिकिफाई टिभी, एचडी स्ट्रिम जस्ता एप डाउनलोड गरिरहनु भएको छ भने रोकिनुहोस्। आज म तपाईलाई बताउने छु कि किन तपाईले प्ले स्टोर बाहिरको कुनै पनि एपीके फाइल, विशेष गरी क्रिकेटहरूको लाइभ हेर्नको लागि कहिले इन्स्टल गर्नु हुँदैन। यो भिडियो तपाईको मोबाइल ब्याङ्क खाता बचाउनको लागि हो। तपाईहरुमध्ये धेरैले सोच्नुहुन्छ होला, प्ले स्टोरमा नभए पनि के भयो, एपीके फाइल त हो। तर एपीके फाइल भनेको एन्ड्रोइडका लागि सफ्टवेयर प्याकेज हो, जसलाई जो कोहीले पनि सजिलै ह्याक गर्न सक्छ। जब तपाईले अननोन सोर्सबाट एपीके इन्स्टल गर्नुहुन्छ, तपाईले आफ्नो सुरक्षाको गेट ह्याकरका लागि खोलिदिनुहुन्छ। यी नक्कली एपबाट के हुन्छ, सबैभन्दा पहिला त तपाईको डाटा चोरी हुन्छ। म्याच त देखाइरहन्छ यसले, तर यसले पृष्ठभूमिमा तपाईको सम्पर्क, सन्देश, ई सेवा, खल्ती जस्ता वित्तीय एपहरूको डाटा पढिरहेको हुन्छ। त्यस्तै यी एपहरूले तपाईको फोनमा अनावश्यक मालवेयर घुसाएर फोनलाई धेरै नै स्लो बनाउँछ र लगातार विज्ञापनहरू देखाइरहन्छ। त्यस्तै यी एपीकेहरू व्यवस्थित नभएकाले तपाईको ब्याट्री चाँडै सिद्ध्याउँछ र फोनलाई अनावश्यक रूपमा तातो बनाउँछ। त्यसैले तपाईले किरिकिफाई टिभी, एचडी स्ट्रिम लगायतका जुन एप क्रोमबाट डाउनलोड गरेर चलाइरहनु भएको छ भने तपाई अहिले नै रोकिनु होला। र अब कुरा गरौँ एनपिएललाई अफिसियल रूपमा कसरी हेर्ने, विदेशबाट कसरी हेर्ने, नेपालमा कसरी हेर्ने, टिभीमा कसरी हेर्ने, ल्यापटपमा कसरी हेर्ने। यदि तपाईँ नेपालमै हुनुहुन्छ र तपाईँको घरमा टिभी छ भने तपाईँले स्टार स्पोर्ट एचडी, त्यसै गरी कान्तिपुर म्याक्सबाट सजिलैसँग एनपिएलको लाइभ फ्रीमा हेर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ नेपालमै हुनुहुन्छ तर तपाईँको घरमा टिभी छैन, तपाईँले ल्यापटप वा मोबाइलमा एनपिएल हेर्न सोचिरहनु भएको छ भने तपाईँले 300 रुपैयाँमा पुरै एनपिएलका गेमहरू हेर्न सक्नुहुन्छ। त्यस्तै यदि तपाईँ इन्डियामा हुनुहुन्छ भने तपाईँले फ्यान कोडबाट हेर्न सक्नुहुन्छ लाइभ। अनि त्यसै गरी तपाईँ विदेशमा हुनुहुन्छ भने तपाईँले विदेशमा पनि डिसोम गो एपदेखि लाइभ हेर्न सक्नुहुन्छ। तपाईँहरूले पनि डिसोम गो एपलाई केही पैसा तिरेर सजिलैसँग एनपिएल लाइभ हेर्न सक्नुहुन्छ। यदि भिडियो मन पर्यो भने भिडियो लाइक गर्नुहोला। कोहीले पनि अनावश्यक एपीके फाइलहरू डाउनलोड गरेर एनपिएल हेर्ने काम नगर्नुहोला। हस्त धन्यवाद। जय नेपाल।